यो फूल चोर्ने महिलाको व्यवस्थापन के गर्ने होला? आफ्नो घरमा एउटा सिंगाना लाउने, अर्काको घरमा बिहानै 4 बजे पुगेर भयभरिका फूल टिपेर हिँड्दिने। चोरी पनि कसको लागि? भगवानको लागि। कमसेकम जसको हो उसले खबर गरेर चाहिँ टिप्नु त ठिकै हो, उसले खबरै नगरिकन टिपेर लानु भनेको त अलि बढी भएन र? आखिरमा जब त्यो भगवानैले चढाउनु छ भने त कमसेकम स्वामीलाई जस्तो जो त्यो फुलको जो स्वामी हो उसले त सोध्नु पर्यो नि, ल तपाईँको म फुल टिप्छु भनेर, अथवा एक दिन पहिल्यै जानकारी दिन पर्यो। चुपचाप उठ्ने, बिहानै बिहान आउने, 4 बजे फुल टिपेर हिँडिदिने। यो गरेपछि पुण्य त पाइँदैन होला, बाँकी जिनी पाइन सकिन्छ। त्यही भएर कमसेकम चाहिँ सम्बन्धित व्यक्तिले जानकारी गर्नुपर्छ। चोर्ने होइन, माग्ने हो कि माग्न सिक्नुपर्छ। र यो चाहिँ प्राय जसो बिहानै बिहानको केही कमाल हुँदो रहेछ। एकदम मक्ख चाहिँ फुलहरू फुलेको हुन्छ, सुट्ट चाहिँ 1-2 महिला यस्ता हुन्छन् जो उठ्छन्। कतिपयले त कम्पिटिसनमा कुनै त्यस्तो चाडपर्व अथवा केही पर्यो भने 3 बजे चोर्दा रहेछन्। त्यो चोर्ने होइन कि माग्ने हो। र मागेपछि पक्कै पाइन्छ, नपाइने हुँदैन। तर जति पाइनुपर्ने त्यो नपाउन नि सकिन्छ होला। तर चोरी चाहिँ के गर्दा रहेछन्, त्यो रुखै पुरै बोटै खाली गरेर हिँड्दै रहेछन्। त्यही भएर चोरौन माग्न सिकौँ है।